तीनचोटि थपे सर अहिलेसम्म अब 7 चोटि त थप्दै लागिन्छ रात पर्यो नि सर कति खानुभएको तपाईँ त यार धेरै खानेमा कालेको त हिसाबै छैन नि कति खाइयो काले थाल चाट्नु पर्यो ल्याउँछ त्यो दही नफाल्नु न सर मिठो छ त प्यानिङ है यो चाहिँ के मलाई बताउन सक्नु यस्तै हुँदैछ आइफोन 11 प्रो म्याक्स किन्छ यस्तो के यस्तो भन्दैन सुभाष सर यार यो भाइले ओइ म भलगार हुनु पर्यो नि भलगार के खा भाइ यो मैले पनि 1.5 लाख खाऊ न भात खाऊ न अलि यो चाहिँ के हो खानु पर्दैन गुवाई लाइदिउ भाग्य हो के दही लाइदिउ के रे दही लाइदिउ के हाल्दिउ दही त हालिदिने होला नि मिठो लगाइदिनु हुन्छ सन्जीको चाहिँ सबभन्दा राम्रो आज तीनचोटि थपे सर अहिलेसम्म अब 7 चोटि त थप्दै लागिन्छ सर चाट्नु न हातले सुवास के थप्यो हातले भन्दा नि अहिले चम्चाले खाइरहेको छु यसले पनि भएन भने अहिले डुलर मगाउने अब भाडा मान्नु जानुपर्छ पुगे जस्तै गर्नुभयो त सर कहाँ हो यो गाडी कति कमेन्ट गरेको थिएँ खोलामा चाहिँ भाडा मान्नु हुँदैन भनेर मान्छेहरूले पानी नै फोर्छ नि चाहिँ थाहा थिएन दूषित बनाउनु भएन नि त पानीलाई बनाउनु भन्दा नि हाल्नु भएन क्या पानीलाई दूषित बनाउनु भएन नि पोइन्ट पक्रेर कुरो गर्नु सिर्जना किन नबोलेको के भयो मेरो बसन्तलाई बसन्त तँले निलिन्छ त यत्रो निलिन्छ यत्रो यता निलिन्छ नि के लिन्छ के घाँटीमा हाल्नले ढुङ्गा रे के नराम्रो सपना देखेर खाएको एकदम राम्रो हुन्छ नि भाइ तँलाई धेरै गाह्रो भएको थियो घाँटीमा अडियो नि ढुङ्गा पानी चाहियो नि त पानी पानी चाहिन्छ त्यो होइन त्यसले जान्छ के पानी चाहिन्न अर्किने हामी हाल्नु हो के गर्ला मेन हाल्नु परेन म साच्चै बसन्तसँग कुरा एकछिन के भयो कि कटिङ जानु हो त पानी ल्याउनु यो भाइले चिप्ले किरा खाना खोज्दैछ यो चिप्ले किरा खायो भने हड्डी दह्रो हुन्छ भनेर हाम्रो घरबेटी आमाले भन्नुभयो यो क्यामेरा तेर्सिएका छन् अब हेर्नुस् भिडियो नगरौँ फेसबुकमा दर्शक धेरै बेर अडिनु हुन्न पानी भाइ पानी खाने के चिप्ले किरा छ्याउ न चपाएर मिल है चपाएर नचपाए त मजै आउँदैन नि जिउँदै मिल्ने हो त तिमीले यो चपाएर मिलेन त्यही भएर म भोलि आउँदैछु भनेर तँलाई खबर दिनु खान्छु भनेर यो झुकाउनु पाइने समात्र हालिदिउँ डल्लो पर्यो कि भित्र गएर हुँदैन डल्लो पर्छ घाँटीमा मिल्नुपर्ने पहिले घाँटी खाने हैन बस्छु भयो अब आराम फेरि ट्राई गर्ने हो नि त उसले रिटेक यो भाइले सर के रे यो भाइले चाहिँ चिप्ले किरा खै देखाउ त कस्तो छ समार भाइरु चिप्ले किरा देखाउ चपाएर खाऊ त ल चपाएर हाल्दिउँ ल किरा देखाउ न पहिले जौलजती बाहिर देखिनु पर्यो देखाउनु पर्यो नि मधेले अर्कोतिर जौलजती खुवाइदिन्छु चपाएर हो त ल त ल त चपाएर खाऊ चपाएर मिल्नु छैन नि चबाउँछु सम्म टाढा अनि तपाईलाई केही भयो भने कस्तो सारा लाग्छ थियो एउटा कचोटी चपाउ न अब म भन्दा पनि गर्छ है समाउमै नजिस्काउनु
चपाउन भाइ चपाउ के बल्ल परिहाल्ने रहेछ क्या ओ भाइ ओए जिस्किन आएको यहाँ अलि हुँदैन नि यस्तो बिर्साइहाल्यो है हेर्दै दुर्लभ खतरा दुर्लभ दाइको त लाखौँ लाखमा जान्छ नमस्कार खिचिदिन्छ नमस्कार सर नमस्कार संस्कार राम्रो यस्ता हेला गरेर जानु भयो टाइमतिर त संस्कार राम्रो छ केही देखिएन भने आज भोलिमै घरमै आउँछन् बल्ली रहेछ बा बसन्तको धन्नाले केही भएन भाइ तिमी नि खिच न कान्छ आऊ मार्नै बारिसाउनु हुन्न भने एउटा कुरा भन यस्तो गर्छ भने यो चाहिँ काट्नु पर्छ है दुर्लभ दाइ हेलो दुर्लभ दाइ एउटा फोटो मान्छेको बारेमा अरूले नराम्रो भनेको सुन्नै सक्छ ए यहाँ कुरा नघुमाइ प्रश्न यो त अजिब स्टाइलको पोज हो नि सर गाउँभरि कमाल गर्दा गर्दै खेती देखेर लीला घर मान्छे त पागल हुन्छ। यस्तो हुन्छ भाइ यार। हजुर अलि नजिक आउनु भान्जा अलि नजिक आउनु कुण्डली नमिलेर केसरी र बसन्त नगरेको के गर्यो केसरीले बसन्तलाई खान्छे भन्थे तर कुण्डली मिलाएर बे गरेको केटीको झनै चर्चा रहेछ झन्डै बसन्तको ज्यान गएको एक भर एक मोनिटाइज केसरी भन्दा केटीको कुरा पो लोग्ने खाने तिमी त भलक बनाउ न यार नमस्कार कसैले पार्दैन स्क्रिप्ट पढ्ने बेलामा म त दिइरहेको हुन्छु नि सर कसैको ग्रहले गर्दा भएको होइन भाइले खिचायो बेला हेर्दै न उता ओइ कुरा बुझ्दैन फोटो खिच्दैछ फोटो कि भिडियो यही घटना केसरी बे गरेर घटेको भए सारा यो त यहाँ मोबाइल आमा 1 2 3 4 भर्खर कालेले चाहिँ बोझी हाल्नु है मोबाइल तेर्साउँदै थियो बोझी हाल्नु है आफ्नै सिर दुख्छ भन्दैछ तिमीले कहाँले सुनेको हो आफैले कुरा बनाएर भन्नु धर्मबा कति आएछ रे अरूले भने त्यो त आउँदैन नि ल नमस्कार है सन्धि नमस्कार है तपाईँ खोला तर्नु भयो नि त गजब पौडिन्छु जस्तै गर्नुहुन्थ्यो यो ब्लग चाहिँ हाम्रो उहाँसँग चाहिँ पुरा खोला तरेको नर्मल रमेश सर खिच्दा छु मैले राम्रै ढोक्नु ल यो कपले हाल भन्न त कुण्डली नमिलेर केसरी र बसन्तको बे नगरेको बे गर्यो भने केसरीले बसन्तलाई खान्छ हाँसिरहेछ झनै चर्चा रहेछ के भएको रे बसन्तको ज्यान गएको कहाँमा केसरी भन्दा जिस्केको होला मरेर नि त पौडी खेल्न जानिन्छ राकी बुहारी सुतना हिजोको बाढीले एकजना मान्छे बगाएको यहाँ आमाले सुनाउँदै हुनुहुन्छ केही हुँदैन केही फरक पर्दैन केही फरक पर्दैन नि त केही फरक पर्छ के पर्छ मैले सबभन्दा राम्रो सर्ट चाहिँ यस्तो खिच्छु क्या खुट्टाबाट सरर प्यान्डिङ गरेर यस्तो गर्दाखेरि के गर्नु लाजा मर्दैन नमस्ते फलिन है सबैलाई याद आछ जी ल त खाना ल तिमी पानीमा भिज्छ भनेर नमस्कार फलिन मैले चोट लाग्यो कि किन म तपाईलाई सबै लिएर जान्छु लडेको मात्र हो चोट लागेको छैन होला हिजोदेखि खाना पनि खाएको थिएन त्यही भएर कमजोरीले घुमाएर लड्या होला भोकै बसेर कहाँबाट तागत आओस् त बेबी जा त एगागी पानी लिएर आइदे म ठुलोवाला घरसम्म पुऱ्याइदिन्छु पर्दैन म आफै लगिहाल्छु नि तिम्रो काममा हिँडेको मान्छे किन दुःख गर्छौ के को दुःख मान्छेलाई पर्दा मान्छे नै काम लागेन भने मान्छे र पशुमा के फरक भएर उठ्नु हिँड्नु
सेउला लिन त मात्रै जा है म ठुलो बुवालाई खाना बनाएर दिन्छु पर्दैन त पनि जा मलाई केही बनाउनु पर्दैन कमजोरीले घुमायो भन्नुहुन्छ अनि कसरी खाना पकाएर खान सक्नुहुन्छ तपाईँ केही पनि पिर नगर्नु म बनाएर दिन्छु कि मैले बनाएको खाना हुँदैन भने अलग कुरा छोरीले बनाएको बाउले खाना किन हुँदैन दिदी म गएँ है सकिन्छ आइज म तँलाई एउटा कुरा देखाउन छ के कुरा आइज न आइज बस खोइ के कुरा हो पहिला आँखा चिम्ली न अनि मात्र देखाउन छ ल अब आँखा खोल त मलाई कति धेरै माया गर्छस् है आफूलाई भन्दा पनि धेरै म यो फोटो भित्तामा टाँछु सोल्टी 24 घन्टा बित्नै लाग्यो त यो त खुब माइसम्मको पावर छ
म छिटै निस्किन्छु भनेर फुटी लाउँदै थिइस्। हेर भाइ, अनुभवको हिसाबले बोल्दैछु, धेरै घमण्ड नगर। बरु हुन्छ भने सबै गल्ती स्वीकारेर जेलभित्रको जीवन आनन्द इन्जोय गर। धेरै बकवास नगरे अहिले के गर्छस् मुला? जे भए पनि म तँभन्दा सिनियर हो, रेस्पेक्ट गरेर बोल। साला बलात्कारी अपराधी। म त यसो पेट पाल्न शान्तिमा चोरी गरी हिँड्ने मान्छे, 2-3 महिनामा छुटिहाल्छु। तेरो त चान्स छैन। हेर, जिल्ला अदालतले छोडे पनि उच्चले छोड्दैन। त अपराधको पनि महाराजा रहेछ। एउटा मात्र केस हो र? ज्ञान माने उद्योग, बलात्कार, अपहरण, मानहानी, भयभरको सबै केस लागु रहेछ। हे भाइ, महिना दिन बिराएर छुट्टी आउँछन्, महिना दिन बिराएर कोसेली भरियालाई कोसेली भिराएर हमर प्यारे लाला, अरे मिठा पान बनाऊ त बनरा सेवाला, मिठा पान बनाऊ त बनरा सेवाला, अरे मिठा पान बनाऊ त बनरा सेवाला। कस्तो के भिडियो अरे? ठाडो भिडियो बनाऊ। क्या ह्यान्डसम देखियो अरे त। माया गर्छ के छिल्लै। दिदी के अरे? सम्झिल के भन्नु? माया गर्छ कैसारले? भाइ बहुत कम त माया गर्छ। लाइट काटौँ, यता लाइट छिर्यो। खै यस्तो कपाली हो के नगर न भाइ यार, परे यहाँ फाइनल हेर्नै भइसक्यो तिमीले भाइ। यो त यो केही भएन नि। जुदाम न। नमस्कार। भाइ हामी त देखिन्न भनेर आउँछ। मैले मात्र ठिकै के हो? नमस्ते नमस्ते। के नमस्कार। ल सम्झि ल। पैसा आउन एक्लै नखिच्नु न। लो एक्लै खिच्दा रहेछ नि भाइ। पढ्न ल्याउ न दिदी, पढ्न ल्याउ। दिदिन अनि यता स्क्रिप्ट पढ्नुहुन्छ अब दिदी। टक्क होइन दिदी? के पढ्दै हुनुहुन्छ? स्क्रिप्ट हो। भिनाजु नमस्कार। सालले भिनाजु नमस्कार भनिसकेको अनि भन्नै पर्यो नि। पर्यो नि। बाबु यहाँ त सिर्जना लेखेको छ त। 59 को के? कतिको पढ्नु? कहाँ पढ्दा सिर्जना? 59कै हो यो। 8 नम्बर का दिदी भन्छु। 1 नम्बर पढेपछि कहाँ भेटिन्छ त त्यसरी? बिहानै भेट्नु बोलाउनु खालको हो के अरे के अरे? म पनि छु। क्यामेरा पूजा गरेपछि सबैले हात मिलाउने नमस्ते यो सम्हाल्नु म जान्छु। ल ल ल मिलेर जाउँला नि त हामी। के हो त? बुहारी तिमी पनि बस। होइन, म पछि खान्छु, तपाईँहरू खानु। मैले पस्किसकेँ।
सेलाउँछ फेरि। बुहारी नभन न आज। मेरो मतलब छोरी जस्तै हामीसँगै बसेर खाऊ। बाले भनेपछि बस न, सँगै खाऊ। बस्नु। त पनि खाकेसरी भोक लाग्यो होला। म त बान्छे सबैलाई पुग्यो भनेर उठेपछि मात्रै खान्छु। मलाई त पुग्छ यतिले। अनि तँलाई? मलाई पनि पुग्यो। बिरामी मान्छे यतिले पुग्यो भनेर हुन्छ? झन् तँलाई मनपर्ने गुन्द्रुक र भटमासको तरकारी बनाएकी छु, थोरै खा। दिदी खोइ? बसन्त दाईको घर जानुभयो। लीलाधर ठुलो बुवा धाराबाट पानी लैजाँदा बाटैमा ढलेछन्। हामीले देखेर घरसम्म पुर्याइदिउँ। अनि दिदीले खाना पकाएर खुवाउन लाग्नुभयो। म मात्र गएको स्यालै लिनलाई। यो दिदीको चाला देखेर पनि वाक्क लाग्न थालिसक्यो। सम्झम भने के भनेर सम्झम, आफूभन्दा ठुली दिदीलाई नसम्झम चुपचाप बसौँ भने दिदीको हरकत साना केटाकेटीको भन्दा बढी हुन थालिसक्यो। मलाई त कता कता हाम्रो बाको रुख दिदीलाई सरेकै जस्तो लाग्छ। हाम्रो बाले पनि कहिले काहीँ यस्तै यस्तै हरकत गर्थे। पछि आमाले भनेपछि बल्ल थाहा भयो बालाई मानसिक समस्या थियो भनेर। छि, के भनेको यस्तो? दिदीलाई त्यस्तो केही भएको छैन। अलि बढी बसन्त दाईको याद आएर मात्र हो। त्यस्तो केही नहोस्, तर दिनदिन यस्तो हुन थाल्यो भने गाह्रो हुन्छ। बरु मैले भनेको मान्छेस् भने दिदीलाई एकचोटि अस्पताल लगेर जाँचौँ। खै के हो केसरी दिदीको भाग्य देखेर पनि अचम्म लाग्छ। जुन घरले उहाँलाई आफ्नो बनाउन चाहेन त्यही घरसँग बारम्बार ठोकिन पुग्नुहुन्छ। त्यही घरले आफू बिरामी भएको समेत पत्तो नपाई कसरी त्यही घरमा पुग्नुपर्ने बाध्यता आइलाग्छ। दिदी आफैले चाहेर फुरुक्क ठुलो बुवालाई घरमा छोडेर आएको भए हुन्थ्यो। खानै पकाएर खुवाउनु पर्ने नि थिएन नि। हामीले भनेर के गर्नु? उहाँको मन जे गर्दा खुसी हुन्छ त्यही गर्न दिउँ। खोइ भात पाकेर कस्तो भोक लाग्यो। सबैले एकैचोटि खाना पाएको भयो नि। केसरी दिदीले उतै खानुहुन्छ होला। आमाले खानु भएको छ कि छैन? काकीलाई औषधि खानुपर्छ, अघि नै खाएर आराम गर्दै हुनुहुन्छ। दिदी उतै खाने भयो हिँड, हामी पनि जाम खान। खुट्टा दुखेको छ मिस्टी? भयो, बेकारमा किन दुःख गर्छ? के को दुःख? मलाई दुख्दा तपाईँले अनि तपाईँलाई दुख्दा मैले गर्ने माया पनि दुःख हुन्छ त? केही हुँदैन। ढोका ढकढक गरेर आउनुपर्छ नि, त्यति पनि थाहा छैन तिमीलाई? सरी, मैले त अघि पछि जस्तै सोचेर यादै गरिनछु। यसरीले आजसम्म मेरो कोठामा आउजाउ गर्न कुनै रोकटोक गरेको छैन। ऊ जुनसुकै फेरि आउन जान सक्छ। को र केसरी तपाईँको? एउटी केटी मान्छे भएर केटा मान्छेको रुममा सहजै आउजाउ गर्न सक्ने।
केटा र केटी बीच मित्रता होला, तर यसको मतलब ओछ्यानसम्म सहजै आउन सक्नु भनेको गतिलो संस्कार होइन। त्यही पनि हिजोसम्म तपाईँ मात्रै हुँदाखेरि फरक पर्दैन थियो होला, अब म पनि छु। लोग्ने स्वास्नी बीच जे पनि हुनसक्छ, यसरी जो पाए त्यही कोठामा पसेको राम्रो होइन। माफ गरिदिनु, म त अब घर जान्छु है भनेर भन्न आएकी थिएँ। यो कुराको ख्यालै गरिनँ। अबदेखि म यहाँ कहिले पनि आउँदिनँ। किन त्यसरी बोलेको तिमी? बिचारा मन दुखाएर गई। दुख्ने मन उसको मात्रै छ, मेरो चाहिँ छैन। मैले कहाँ त्यसो भने? भनिराख्नु पर्दैन, व्यवहारले नै सबै देखाइसक्नु भयो। म यो घरमा भित्रनु अगावै यहाँ मैले सोच्दै नसोचेका कुराहरू देख्दैछु। तपाईँको बिहे भएकै कारण केसरीले आत्महत्याको कोसिस गर्नु, अनि तपाईँले त्यो खबर सुन्ने बित्तिकै मलाई बेवास्ता गरेर उसलाई भेट्न जानु, यो सब चाहिँ के थियो? आफ्नो नजिकको साथी मर्न लागेको खबर थाहा पाउँदा को बिहेको रमझममा भुल्छ भन त? अझै कुरा लुकाउनुहुन्छ? त्यसो भए यो सर्टमा भएको मेरो लागि लेख्नु भएको चिठी चाहिँ के थियो त? मैले पढेकी थिएँ त्यो चिठी। सत्य कुरा सकभर तपाईँकै मुखबाट सुन्न चाहन्थे, तर तपाईँले त एकाएक चिठी लुकाइदिनु भयो। त्यो चिठी मैले तिमीलाई नै भनेर लेखेको थिएँ। तिम्रो घरमा लगेर छोडेको पनि हो, तर मामाले... थाहा छ मलाई। हिजो अस्पतालमा केसरीसँग चिठीको कुरा गर्दा मैले सबै कुरा सुनेकी थिएँ। त्यसो भए अब के चाहन्छौ तिमी? म तपाईँलाई चाहन्छु। म तिम्रो छु। खै कहाँ हुनुहुन्छ? मान्छे मात्रै मसँग हुनुहुन्छ, बाँकी मन त सबै केसरीसँग छ तपाईँको। थाहा पाइछौ त हामी छुट्नुको कारण? त्यति सजिलो भुल्न कहाँ सकिन्छ? समय लाग्छ। समय लाग्छ भन्दैमा म तपाईँको प्रेम लीला हेरेर बस्न सक्दिनँ। जे नहुनु भइसक्यो। अब तपाईँसँग दुईटा विकल्प छन्, कि त केसरीलाई आफ्नो जिन्दगीबाट निकाल्नु, कि म आफै टाढा गइदिन्छु। के कुरा गरेकी? यो कुराले तिम्रो बुवाको मनमा कत्रो चोट पर्छ ख्याल गरेकी छौ? बुवाको कुरा छोडिदिनुहोस्, म सम्हाल्छु उहाँलाई। जब आफ्नै छोरी सर्वस्व ठानेर बिहे गरेर गएकी मान्छेबाट साँचो प्रेम नपाएर दुखी छे भन्ने कुरा थाहा पाउनुहुन्छ नि, त्यसपछि उहाँ आफैले मलाई बोलाउनुहुन्छ। त्यही भएर अझै पनि केही बिग्रेको छैन। तपाईँ मसँग खुसी हुनुहुन्न भने म तपाईँको जिन्दगीमा जबरजस्ती तगारो बनेर बस्दिनँ। यसरी न त तपाईँले मलाई चोखो माया दिन सक्नुहुन्छ, न मैले दिएको मायाबाट नै सन्तोष हुनुहुन्छ। म पन्छिन्छु तपाईँको बाटोबाट। ढुक्कले केसरीसँग बिहे गर्नु। तिमीसँग बिहे नहुँदै बरु यो सम्भव थियो, अब असम्भव। कसरी असम्भव? तपाईँहरूको प्रेममा घुस्न आएकी मै हो। म आफै तर्किएपछि कसले रोक्छ र? बच्चा जस्तो कुरा नगर। बिर्स्यौ मैले बिहे रोक्न जाँदा तिम्रो बुवाले के भन्नुभएको थियो? उहाँकै कुरा काट्न नसकेर मैले तिमीसँग बिहे गर्न राजी भएको हो। अब त हाम्रो बिहे पनि भइसक्यो, राम्रोसँग एक हप्ता पनि बित्न पाएको छैन। अचानक हामी छुटिँदा समाजले के भन्छ? के हुन्छ तिम्रो मेरो इज्जत? कुन इज्जतको कुरा गर्दै हुनुहुन्छ?
यसो गर्नु पाएन है ल ल रुल सुनौ ल पहिला रुल आजसम्म मेरो एक पटक पनि मायाले छुनु भएको छैन एउटै ओछ्यानमा बिताएको छैन सम्बन्ध किन चाहिन्छ मेरो इच्छा नहुँदा मात्रै मैले तिमीसँग बिहे गरेँ अब आएर तिमीलाई चाहिँ छोड्दा थोरै समय दियो म बिस्तारै त्यसरी यहाँ चाहिँ एउटा गेम हुँदैछ अब यता सीताको सुटिङ भइरहेछ यी यता रमाइलो गर्दै हुनुहुन्छ यी सबैजना बसेर टक्कै गेम खेल्दै हुनुहुन्छ यसरी खाली टाइमको यसरी सदुपयोग गर्दै हुनुहुन्छ यी यता विवेक पनि छ है यता विवेक यो पनि यता आइसकेको छ यसरी त्यसरी गर्दा एकदम very good. I'm very good, bro. अब तिम्रो खुसीले मेरो खुसी केसरीसँग पनि नबोल्ने वचन हेर ममा यो गेममा के हुन्छ यो अर्को क्यामेरा तिर्छ है ल है ल ल अब को आउट हुन्छ है मोबाइलमा हान्दैला ननि डर हाम्रो कोच कस्तो रहेछ भनेर हेर्न आउनु भएको जस्तो छ नि साच्चै कति छन् भइस पहिला त पाडापाडी गरेर आएको छ अहिले त 6 टा मात्र अनि अरु खै त ल यहाँ सबै अर्थ नि गाउँ घुम्न मलाई त्यसैले भेट्न बोलाएको थियो त्यसको खर्च नदिन्छ हिँड्नु न म पुऱ्याइदिन्छु गर्छमै पर्दैन देखाइदिनु ल ल हिँड्नु कोल जित्छ यो भएन होइन यो त्यसरी दिदी हुनुहुन्न यो मिले होइन ल फेरि भेट गराइदिए चारजना आउट भइसक्यो दिदी यसो दिदी जले जित्छ जले जित्छ त्यसले सजाय मान्छ मलाई सजाय दिनको लागि ल यी सजाय त पाइसक्यो पहिल्यै यस्तो छ यी निदानमै सजाय त ल विनर फिसिङ इज विनर फोन चलाउने खेल्न पाउँदैन कि यो त हामी खिच्ने हो म त खिचेर बस्ने ल फेरि सुरु हुँदैछ है यो गेम ल अब कसले जित्छ हेरौँ है यो गेम सुट
क्लियर हुनु पर्यो नि हैन होइन यसो गर्नु पाएन है ल ल रुल सुनौ ल पहिला रुल पनि भोगेकी छु झुक्नु पाइयो नि त यसो गयो माथि बल लगाएर गइसक्यो बल गइसक्यो आफ्ना तिमीसँग अलि चाँडै ल ल्याउ पाइयो यहाँ झुक्नु पाइहाल्यो सरी त मैले पाइयो किन ओ ल यो पढ छोड्देऊ यो कुरा गेमै झुल्यो यार कसले दियो थाहै हो तिमीसँग एउटा सल्लाह यी फेरि उता गयो गेम खेल्न अब कस्तो सल्लाह मलाई तिम्रो र बसन्तको सम्बन्धको बारेमा केही पनि थाहा थिएन मन्त्र पढ्दिन त ल उहाँले पनि मलाई साँचो भन्न सक्नु भएन उहाँले मसँग कुन अवस्थामा बिहे गर्नुभएको भन्ने कुरा उहाँले लेख्नु भएको चिठी पढेर सबै थाहा पाइसकेको थियो त्यही भएर तिमीसँग भेट्ने सल्लाह गरेँ पछि बसन्तलाई चोट लागेर के भयो भने मसँग के सल्लाह गुरु गणाधिपति नमः लक्ष्मी नारायण बाणी हिरण गरेर बाणी भनेको तिमी त भरि बढाउँछौ मातृ पितृदेवता म पो छु त सकल देवी के भन्नुभएको मैले बुझिन नि तपाईले त मान्छे पछि गाउनु पर्छ फेरि अर्को मान्छे आयो नि फेरि अर्को मान्छे नमस्कार के कुरा गर्नुभएको मैले कहाँबाट दिएँ बिहे गरेर घरमा भित्रिने तपाईँ दुनियाँ समाज र कानुन समाजमा तपाईँ उसको हो मेरो अस्तित्व कहाँ छ अब हामीसँग दुईवटा विकल्प छ या त तिमी बसन्तको जिन्दगी मलाई बसन्त फिर्ता दे ल भाइ ए उसातो दिन सक्दैन होइन कुमार लौ त अब म गर्छु क्यामेरा पूजा आजदेखि बसन्तसँग भेट्दिन समाइदेऊ न त के छ अनि कतै भेट भइहालेछ भने पनि नजर मोडेर हिँड्छु टाइम प्लेसमा छ क्या त्यसलाई सुल्टो बनाउनु मिल्छ त्यसलाई रिभर्स दिनुपर्छ टाइम प्लेस भएर दियाल छुटेछ कि त्यसले पढ्दाखेरि यसो हेरेर टाइम देख्यो पिदेपछि टाइम प्लेस हान्दियो कि टाइम ल्याप्सलाई उसको घर बस्छ भने तपाईँ ढुक्क हुनु म बसन्तसँग कहिले पनि भेट्दिनँ र बोल्दिनँ पनि मलाई तिमीबाट यही अपेक्षा छ अहिले म चाहन्छु मसँग चाहिँ बोल्ने गर्नु अन्तिममा होला नि सुरुमै एक्सपेक्टेसन नगर न आनन्द दाइले हालिदिनु होला हेर्नु नसक्ने अवस्थामा छु त म अनि त्यही भने अहिलेसम्म मैले यहाँ आएर हाम्रो घर कतिचोटि सुटिङ भयो होइन सुटिङमा अहिलेसम्म उहाँले 100 रुपियाँ बाहेक यहाँ अरू कसैले तलाक मैले सभा दिएको छैन म कलाकार त होइन कलाकारै हो तपाईँ झन् नेचुरल कलाकार हो रियल कलाकार हो म कलाकार नभएको नाताले भए पनि कलाकार नभएको नाताले पनि मेरो घरमा आएर सुटिङ भइरहेछ निकालेर गर्नु नि त्यो भित्र अब
अब हामी यसरी भेटिराख्नु राम्रो हो। यो हाम्रो आनन्ददाय हुनुहुन्छ उहाँ, हाम्रो यो घनश्याम बाको घरको ओरिजिनल घनश्याम बा हुनुहुन्छ। हाम्रो सम्बन्ध त्यो उहाँसँग रमेश हली चाहिँ छैन, एकदमै मन कार्य, एकदमै मायालु, एकदमै मेरो खुसीले, मेरो मनले, हृदयले हैन पूजा हाम्रो सीता सिरियल चाहिँ मन पर्दैन रे। धेरैभन्दा धेरै कसलाई मन पर्छ र? यो भन्दा पनि अझै राम्रो स्तरमा हुँदै जाओस् भनेर मैले पनि क्यामेरालाई दाजुहरूको साथ सहयोग र आशीर्वाद सधैँ हामीलाई रहिरहन्छ। उसको वरिपरि भएको देखेर मलाई पनि त मन पर्दैन थियो होला है। सिन्दुर पोतेले पाएको अधिकार माया गर्ने मान्छेले नपाउँछ। मैले अबदेखि किन बोल्दिनँ यही भने अनि कहिले के भनिस् त? मैले पनि यही भनेर वचन दिएँ, अबदेखि तसँग कहिले भेट्दिनँ भनेर। वसन्त, म तँलाई कहिले पनि बिर्सिन सक्दिनँ। नजिकबाट तँसँग भेट्न बोल्न नपाए पनि टाढै बसेर तँलाई जिन्दगीभरि माया गरिरहन्छु। मेरो कारणले आफ्नो जिन्दगी नबिगार केसु। कृष्णलाई प्रेम गरेर राधाको जिन्दगी बिग्रियो र? बरु उनीहरूको प्रेम अमर रह्यो। तैँले रुक्मणी भित्राइस्, म तेरी राधा भएर बाँच्नेछु। राधा कृष्णलाई भेट्न रुक्मिणीले बन्देज लगाएकी थिइनन्, तर यो हाम्रो अन्तिम भेट हो। यही भेट अन्तिम हो भने यसलाई कहिले समाप्त नै हुन नदिउँ न। हामी यहाँबाट छुट्टिँदै नछुट्यौँ न। यही भेटलाई जिन्दगीभरि तन्काएर लामो बनाएर सधैँ सँगसँगै हुन मिल्दैन। डिस्टर्ब हो? त्यस्तो होइन। के त्यस्तो होइन? अघि भर्खरै दुवैजनाले मलाई के वचन दिएका थियौ? आजदेखि एकअर्कासँग कुरा नगर्ने नभेट्ने भनेको त यसरी अङ्गालोमा बाँधिएर माया प्रेम साटासाट गर्न पो रहेछ होइन? तिमीले गलत बुझ्यौ सृजना। हामी अबदेखि नभेट्ने भनेर भेटेको भयो। अब मलाई स्पष्टीकरण दिइराख्नु पर्दैन। मैले सबै सुनिसकेँ। छि, घिन लाग्दो। घरमा स्वास्नी राखेर
बाहिरी केटीसँग प्रेम लीला रच्दै हिँड्ने तपाईँ जस्तो पुरुष गाउँकै इमान्दार अनि अर्को गाउँभरि संस्कारी केटी भनेर परिचित भएको मान्छेको घिनलाग्दो रूप लाज लाग्दैन ऊ अब कसैको लोग्ने हो अरूको लोग्नेसँग यसरी खुलेआम बीच बाटोमा अङ्गाला हालेर बस्छ संस्कार नभएकी लाज पछेटी केटी अरूको घर बिगार्न खोज्ने थप्पड हालिस् उसले ठिकै त भन्दै थिए नि जा गएर माफी माग जान्नु तँलाई कसैले नराम्रो भन्छ भने म मेरो बाउ नै भए पनि बाँकी राख्दिनँ धेरै पागल नभन् जा गएर माफी माग यदि मलाई साँच्चीकै माया गर्छस् अनि इज्जत गर्छस् भने आजदेखि हामी कहिले पनि भेट्दैनौँ मैले भनेको मान प्लिज घर छोडेर नजाऊ अनि के तमासा हो तिमीहरूको बुहारी तिमी कहाँ जान लागेको सोध्न आफ्नो छोरालाई मैले आवेशमा आएर गरेको निर्णयको प्रतिफल अहिले भोग्दैछु तिमी पनि त्यही गल्ती नगर के हो कुरा झगडा गरेको क्या हो तिमीहरूले झगडा भएको भए एकछिनमा मिल्थ्यो होला म यो घरमा बुहारी बनेर भित्रिएकी हुँ उहाँको धर्मपत्नी भएर उहाँ मेरो अङ्गालोमा हुनुपर्ने हो तर यिनै आँखाले उहाँलाई अरू कसैको अङ्गालोमा देख्दा देख्दै पनि म यही पति परमेश्वर भनेर बस्नु मेरो मूर्खता हो गल्ती तपाईँको पनि हो बुवा